सर्वप्रथम परमेश्वर धन्यवादलाई होस्। यस समय दिनहुने हाम्रो सन्तानज्यूलाई म धन्यवाद दिन चाहन्छु र यहाँ उपस्थित भएका ख्रिस्टका जनहरूलाई हाम्रो परमेश्वरबाट जय मसीह जय मसीह जय मसीह। हामीले भन्नुभन्दा अगाडि नै तपाईँहरू दिनुभएको छ लागि यस समय हामीले गीतहरू गायौँ, उन्नतहरू गायौँ र त्यसै गरी हामी यस समय चाहिँ परमेश्वरको स्तुति जानेछौँ। हामीले हप्ताभरि आफ्नो कामहरू आफ्नो परिवारको निम्ति आफ्नो निम्ति धेरै कुराहरू गऱ्यौँ र त्यसै गरी साँच्चै नै हामी दिनदिनै आराधना गर्दछौँ हाम्रो व्यक्तिगत रूपमा र त्यसै गरी आज चाहिँ सामूहिक रूपमा आज भेला भएर आज एकतामा रहेर आराधना गर्नको निम्ति हामी परमेश्वरको भवनमा भेला भएको छौँ र यस समय तपाईँ र मैले हाम्रो जीवनको कुराहरू हाम्रो जीवनको कुराहरू हाम्रो हरेक कुराहरू होला हाम्रो परिस्थिति हाम्रो व्यक्ति होला फरक होला हामी हरेकजनाको आफ्नो परिस्थितिहरू हुन्छ र त्यो कुराहरू हामी बिर्सेर साँच्चै यस समय हामी परमेश्वरलाई सम्झिनेछौँ। उहाँले गर्नुभएको कार्यहरूलाई उहाँले गर्नुभएको प्रेमलाई हामी सम्झिनेछौँ र यस समय चाहिँ हामी परमेश्वरलाई हाम्रो मनहरू हृदयबाट हामी धन्यवाद दिनेछौँ र त्यसै गरी आराधनामा जानुभन्दा अगाडि तपाईँहरूको माझमा म भजन सङ्ग्रहबाट भजन सङ्ग्रह 135को 1, 2, 3 पदलाई म पाठ गर्नेछु। तपाईँले पठाउन सक्नुहुनेछ। भजन सङ्ग्रह 135को 1, 2, 3 यहाँ शीर्षकमा चाहिँ लेखेको छ प्रभुका महान कार्यहरू म पढ्नेछु। प्रभुको प्रशंसा गर, प्रभुका नामको प्रशंसा गर, हे प्रभुका सेवकहरू उहाँको प्रशंसा गर। तिमीहरू जो परम प्रभुको भवनमा हाम्रा परमेश्वरको भवनमा सेवा गर्दछौ प्रभुको प्रशंसा गर, किनभने प्रभु भलो हुनुहुन्छ। उहाँको नामको भजन गाओ, किनकि यो मनोहर छ। साँच्चै नै हामीले यस खण्डमा हेर्छौँ भने चाहिँ प्रभुको प्रशंसा गर भनेको छ र प्रभुको प्रशंसा चाहिँ कसले गर्नुपर्छ भन्ने कुराहरू यहाँ भजन 1 पदमा 135 पदमा भनेको छ उहाँको सेवकहरूले चाहिँ प्रभुको प्रशंसा गर्नुपर्दछ भनेर लेखिएको छ र त्यसै गरी हामीले 3 पदमा हेर्छौँ भनेदेखि त्यहाँनिर लेखिएको छ प्रशंसा चाहिँ परमेश्वरको हामी किन गर्ने, केको लागि गर्ने भन्ने कुराको त्यो जवाब छ। प्रशंसा चाहिँ हामीले यस कारणले गर्नुपर्दछ। यसरी लेखेको छ प्रभु चाहिँ भलो हुनुहुन्छ र उहाँ प्रेमिलो हुन्छ। त्यसको साथै स्तुति आराधना प्रशंसा चाहिँ हाम्रो एउटा विधि अथवा हाम्रो कर्तव्य होइन। उहाँको नामको भजन गाउनु र उहाँको नामको प्रशंसा गर्नु यो मनोहर छ, आनन्दको कुरा हो। उहाँको नाम चाहिँ आनन्द छ र उहाँको प्रशंसा गर्नु आनन्दको कुरा हो। त्यसै कारणले हामी उहाँको प्रशंसा गर्नेछौँ। आउनुहोस् हामी यस समय हामी यही वचनलाई यही कुरालाई सम्झिकन हामी परमेश्वरको नामहरू जानेछौँ र केही पुरुषहरू गाउँदै हामी धन्यवादको पुरुषहरू गाउँदै परमेश्वरको आराधनाभित्र परमेश्वर हामी आराधना गर्नेछौँ। परमेश्वरको मुनिमा प्रशंसा गर्नेछौँ। हामी प्रत्येकले आफ्नो बाहिरी आँखा बन्द गरी परमेश्वरलाई परमेश्वरको प्रेमलाई हामी सम्झिन्छौँ। परमेश्वरको वचनहरू गाउँदै हामी उहाँलाई जान्छौँ।
गर्नुभएको सम्पूर्ण कार्यहरू तपाईँले देखाउनु भएको प्रेमको निम्ति तपाईँले दिनुभएको आफूको निम्ति आज तपाईँको वचनले भन्न चाहने अनन्तकालको राज्यमा हामी सबै सम्मिलित साँच्चै नै पर्छ हामी एक समय एक घडी हामी मानिस जाति पापित थियौँ हामी पापमा मरेका थियौँ र तपाईँले त्यो अनुग्रह दिनुभयो तपाईँले यो चाहिँ योजना बनाउनुभयो सूत्रद्वारा फेरि पनि हामी तपाईँसँग सम्बन्ध जाँच्न योग्यको भएका छौँ परिस्थितिमा हामी एक समय हामी तपाईँबाट टाढा थियौँ र आज यस समयमा चाहिँ हामी तपाईँको पुत्रद्वारा यस क्रिस्टको बलिदानद्वारा हामी तपाईँसँग हाम्रो सम्बन्ध गाँसिएको छ साँच्चै परिस्थितिमा आज तपाईँले एउटा पुस्तकले भन्न चाहन्छ तपाईँले चाहिँ हामीहरूलाई आफ्नो स्वास्थ्य बनाउनु भएको छ जो जतिले तपाईँको नाउँमा विश्वास गर्न सक्ने उनीहरूलाई तपाईँले आफ्नो छोरी भन्ने अधिकार दिनुभएको छ साँच्चै परिस्थितिमा हामी तपाईँको छोराछोरी तपाईँले अधिकार पाएका छौँ र यसै कारणले गर्दाखेरि आज तपाईँलाई हामी एउटा गर्छौँ तपाईँको नामको हामी महिमा गर्छौँ तपाईँको प्रेम कति महान छ तपाईँको अनुग्रह कति महान छ आज हामी पापी मानिसहरूलाई बचाउनको निम्ति तपाईँले एकमात्र आफ्नो पुत्रलाई यस संसारमा पठाउनुभयो र तपाईँको पुत्रद्वारा आज हामीले धन्यवाद दिन तपाईँले गर्नुभएको प्रेमको निम्ति तपाईँले गर्नुभएको ज्ञानको निम्ति र तपाईँले गर्नुभएको सबै कुराको ज्ञानबाट धन्यवाद दिनुपर्छ पिता यस समय यसरी हामी मण्डली परिवार एकतामा रहेर एउटै हृदय एउटै मनको भएर आज हामी तपाईँलाई 8 जना चढाएका छौँ पिता साँच्चै नै आज तपाईँले एकता चाहनुहुन्छ आज हामी सबैजना एकतामा रहेर तपाईँको नाममा चालेको छौँ हाम्रो हेरौँ मण्डलीले चढाएको 8 जना चढाएको स्थिति प्रशंसाबाट तपाईँ मन्दिर हुनुभएको छ तपाईँ उछालिनु भएको छ भने हामी विश्वास गर्नुपर्छ आज सबै कुराबाट गीत भजन वचन सबै कुराबाट तपाईँको महिमा भएको छ पिता र समय चाहिँ हामी हाम्रो परमेश्वरलाई हाम्रो हृदयबाट हामी ताली बजाउनुबाट धन्यवाद आदर महिमा प्रशंसा सदा सर्वदा